हेलो हाई गाइस, सबैजना सन्चो हुनुहुन्छ होला। अनि हामीले चाहिँ भोलिको लागि हैन तयार पार्दैछौँ। भोलि चाहिँ भाइको हैन छेवार छ नि त, कपाल काटिदिने। त्यही भएर हामीले चाहिँ आज चाहिँ सबै ठिक पार्दैछौँ, रोटी पोलेर हैन। अनि रोटी चाहिँ यस्तो बबाल पोलिरहेको छ कि दुईजना दिदी बहिनीले। अनि सबैजना भएर अनि भन्नुपर्दा चाहिँ रोटी चाहिँ यस्तो खतरा पोल्छ कि हाम्रो दिदी बहिनीहरूले है। अनि रोटी चाहिँ कसलाई मनपर्छ होइन, एकदम बबाल छ। अरू कसैलाई मनपर्छ भन्नुहोस्। अनि मिनी र म भएर चाहिँ होइन अदुवा केलाउँदैछौँ। अनि यता चाहिँ मासु काट्दैछ दाजु गाई काकाहरूले। अनि हाम्रो निनी चाहिँ अनि त्यस पछाडि हामीले चाहिँ यो के अरे पर्दा टाल्न थाल्यौँ नि त। यो जस्तै हो नि त यो पनि। त्यो भएर बेलुन फुलाउनु थालेछ अरूले सबैजना मिलेर। एकदम रमाइलो खालकोले होइन, आफ्नो धुनमा आफ्नो तरिकाले कस्तो फुलाउने है। बेलुन चाहिँ हामीले ठन्डै फुलाएको थियो नि त। यस्तो रमाइलो गर्थ्यो होइन सबैजनाले सबै मिलेर होइन। दिदीहरू दाजुहरू अनि काका मामाहरू सबैजना मिलेर बेलुन फुलाइयो होइन। अनि काकाले चाहिँ मुमाल होइन कपालमा बेलुन गरिदिनु भएछ। यस्तो खतरा बेलुन गरिदिनु भयो कि काका चाहिँ हाँसिरहनु भएको हेरेर। अनि मुमाले चाहिँ कस्तो गराउँदै हुनुहुन्छ। अनि त्यही भएर पुगाउँदै हुनुहुन्छ। त्यस पछाडि चाहिँ हामीले सबै बनाइसकियो फाइनली है।